ल साथीहरु, आज हामीसँग छ स्पेशल कुखुराको टाउको। 3टा कुखुराको टाउको, 4वटा हामीसँग कुखुराको अंडा छ, भालेको अंडा। बुझ्नु होला। हिजो चाहिँ हाम्रो विशेष पूजा थियो साथीहरु, त्यही भएर आज चाहिँ यो 3टा टाउको र यो अंडा चाहिँ मजाले बनाएर खानेवाला छु म। एकदम यता लोकल स्टाइलमा चाहिँ यसलाई एउटा सिटी लगाउने हो, किनकि यो पकाउन अलि टाइम लाग्छ, छिप्पीको भालेहरू हो। त्यही भएर एउटा सिटी लगाएर मजाले डिँडोसँग खानुपर्छ। तपाईहरु चाहिँ भिडियो हेर्दै गर्नु होला है त। कुक गरेको भिडियो चाहिँ म खासै देखाउँदैन, हल्का मुकबाङ चाहिँ बनाउने वाला छु। आदुवा पड्काउनु पर्छ साथीहरु, त्यो चाहिँ टेस्ट आउँछ। झ्याप्प एक सिटीपछि पाकिहाल्छ है त साथीहरु। ल साथीहरु, हाम्रो करोडको माल तयार भइसक्यो है त। ल स्पेशल भएको छ आज। लगभग एक माना भन्दा बढी ढिँडो छ, हल्का सलादहरु छ है। यो चाहिँ हिजोकै हो यो सलाद चाहिँ। अनि हामीसँग एक मोही पनि छ आज, गाउँको एकदम प्योर लोकल मोही। अब चाहिँ मुकबाङ गर्छु म, भिडियो चाहिँ हेरिदिनु होला है। खासै त्यस्तो म बोलेको चाहिँ हुँदैन, जस्ट खान्छु। ल साथीहरु, ल त साथीहरु, सुरु गरे है त। हामीसँग खुर्सानी पनि छ। सेलाइसकेको छ है मेरो मासु त। भालेको अंडा पनि ट्राई गरौँ आज।
यो चाहिँ लोकल भालेको एउटा चाहिँ है। लास्ट टाइम खासै भिडियोहरू भ्लगहरू चाहिँ बनाउन पाएन साथीहरू। आज चाहिँ गाउँमा भएको बेला मुकबाङ यो हात्ती टाउको तपाईँहरूले देखाऊँ भनेर। छोरी हेर्नु न, यहाँबाट त्यहाँसम्म गएको किन खुट्टाले हिँडेर 8 पैदलै हिँड्यो। अहिले चाहिँ ट्र्याकको हामी शीतल मजाले रुखको फुलको रुखको मुनि बसेर तातो तातो ढिँडो चिसो शीतल शीतल हावामा गाउँमा एकदम मजाले पच्छ साथीहरू। ढिँडो चाहिँ अलिक धेरै नै भएको छ, सक्दिनँ होला। माजु के खाने हो सबै सघाउनु। मजाले घाम लागिरहेछ, त्यही भएर साथीहरू यो तयार गर्न नै टाइम लाग्यो। अलिकति फोहोर छ लुगाहरू, यस्तै छ है त।
ढिँडो नसकिने मासु त खानु पर्यो यता कुकुर छ साथीहरू त्यही भएर है ल पप्पी यहाँ 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 साथी भुलो भएको खायो है न म चाहिँ कस्तो खालको मान्छे भन्दा साथीहरू यो मुकबाङमा चाहिँ धेरै थरीको खानेकुराहरू चाहिँ खाना चाख्न मन लाग्छ तर थोरै थोरै क्या धेरै खान सकिन्न त्यही भएर मुकबाङ भिडियो चाहिँ बनाउँछु भन्छु है यति पनि खान सकिन्न त्यही भएर मुकबाङ भिडियो चाहिँ खासै बनाउँदैन आज चाहिँ टाउको भएर चाहिँ बनाएको है साथीहरू अब यो ढिँडो सकिन्न मैले यो मासु खान्छु थोरै थोरै मात्र खान सक्छु धेरै खान सकिन्न खान्छ टाउको ल साथीहरू अब ढिँडो चाहिँ खान सकिएन मैले यता राखिदिएको छु यो सलादहरू चाहिँ खानुपर्छ मासु चाहिँ फाल्न भएन नि साथीहरू अनि म चाहिँ कस्तो मान्छे भन्दै साथीहरू खानेकुरा धेरै आइटम खान मन लाग्छ तर धेरै खान सक्दिनँ कि थोरै थोरै खान्छु अनि जहिले भ्लग बनाउन सोध्छु तर यस्तै हुन्छ यति पनि खान सक्दैन अनि के को मुकबाङ बनाउने भने त्यही भएर मुकबाङ भिडियो बनाउन पनि गाह्रै छ मलाई अब ट्राभल भिडियोहरू खासै भएको छैन गाउँतिर छु अब 2-4 दिनमा पोखर जाने कुरो छ त्यसपछि भ्लग बनाउँला भ्यायो भने केही योजनाहरू तपाईँहरूमा सेयर गरौँला ल साथीहरू आजको भ्लग चाहिँ यति नै अर्को भ्लग अर्को मुकबाङमा फेरि भेटौँला है त ल खान्थ्यो ल खान्थ्यो यसले खाएन मुख धुन त पानी खेल्न जान्छ